ॐ अजमजरमनन्तं ज्ञानरूपं महन्तं शिवममलमनादिं भूतदेहादिहीनं सकलकरणहीनं सर्वभूतस्थितं तं हरिममलममायं सर्वगं वन्देकं वेदानोद्धरते जगन्निवहते भूगोलमुद्बिभ्रते दैत्यान् दारयते बलिं क्षलयते क्षत्रक्षयं कुर्वते पौलस्त्यं जयते हलं कलयते कारुण्यमातन्वते म्लेच्छान् मूर्छयते दशाकृतिकृते कृष्णाय तुभ्यं नमः। ओम नमो भगवते वासुदेवाय। अथ माघ शुक्ल एकादशी कथा। अब आज चाहिँ माघ महिनाको शुक्ल पक्ष की एकादशी का कथा का विषयमा व्याख्यान गरिन्छ। युधिष्ठिर नाम गरेका महाराजले भगवान कृष्णका समक्षमा बारम्बार प्रश्न गर्नुहुन्छ। हे प्रभु, हे भगवान, हजुर आदिदेव भइबक्सिन्छ, जगतका स्वामी हुनुहुन्छ। हे भगवान, हजुरले मलाई दिव्य प्रकारका उपदेशहरू सुनाइरहनु भएको छ। ती प्रकारका कथाहरूलाई श्रवण गरेर, ती प्रकारका विभिन्न ज्ञानहरूलाई, उपदेशहरूलाई श्रवण गरेर म अत्यन्त धन्य भएको छु। हजुर कस्तो हुनुहुन्छ भने स्वेदज भनेको पसिनाबाट उत्पत्ति हुने, अण्डज भनेको अण्डाबाट उत्पत्ति हुने, अनि त्यस्तै गरेर उद्बीज भनेको उम्रिने बिउबाट, बिउका प्रकारबाट उम्रिने, त्यस्तै गरेर जरायुज भनेको गर्भबाट जन्मिने, यी चारै प्रकारका जीवहरूलाई कसरी कसरी उत्पन्न गर्ने, कसरी उत्पन्न नगर्ने, पाल्ने कसरी, नाच्ने कसरी, समस्त प्रकारका स्वामी अथवा यी सबैका अधिपति हजुर नै हुनुहुन्छ। यी चार प्रकारका जीवहरू अथवा स्वेदज पसिनाबाट उत्पन्न हुने अथवा अण्डाबाट उत्पत्ति हुने, बिउबाट उत्पत्ति हुने, गर्भबाट जन्मिने, त्यस्ता चार प्रकारका संसारका जीवहरूको अधिपति हजुर नै भइबक्सिन्छ। त्यसैले हे भगवान, हजुरले मलाई माघ कृष्ण पक्षमा पर्ने षट्तिला एकादशीका बारेमा बताइसक्नु भएको छ। अब चाहिँ माघ महिनाको शुक्ले एकादशी याच कथयस्व प्रसादतः। हे भगवान, अब हजुरले मलाई माघ महिनाको शुक्ल पक्षमा जुन नाम गरेकी एकादशी हुन्छन् तिनका बारेमा कृपा गरेर बताइदिनुहोस्। किम नाम को विधि तस्याः को देवस्तत्र पूज्यते। ती माघ महिना की शुक्ल पक्ष की एकादशी को नाम के हो, ती एकादशी को विधि कस्तो हो, अनि ती एकादशीमा कुन देवताको पूजा गर्नुपर्छ भनेर यसरी प्रश्न गरेपछि भगवान श्री कृष्णले भन्नुहुन्छ, भगवानले बताउनुहुन्छ, कथै कथयिष्यामि राजेन्द्र शुक्ले माघस्या भवेत् जया नाम्नीति विख्याता सर्व पापहरा परा। हे महाराज, हे राजेन्द्र, अब म माघ महिनाको शुक्ल पक्षमा जुन एकादशी हुन्छन् तिनका बारेमा बताउँछु। माघ महिनाको शुक्ल पक्षकी एकादशीलाई जया एकादशी भनेर भनिन्छ। ती जया चाहिँ पवित्रा पापहन्त्री च पिशाचत्व विनाशिनी। ती जया नाम गरेकी एकादशी, जसलाई भीमा एकादशी पनि भनेर भन्ने गरिन्छ, ती जया एकादशी साराका सारा पापलाई नाश गर्ने, अत्यन्त परम र पवित्र र पिशाचत्वबाट मुक्ति गराउने त्यस्तै परम र पावन एकादशी छन्। नैव तस्या व्रते चिरणे प्रेतत्वं जायते नृणाम। जसले यी प्रकारका व्रतहरू जया नाम गरेकी एकादशीमा विशेष प्रकारले एकादशीका व्रतहरूलाई पालना गर्दछ भने ऊ चाहिँ पिशाच हुनु पर्दैन, पिशाचत्वबाट छुट्नेवाला हुन्छ, त्यो मनुष्य प्रेत भएर जन्मिनु पर्दैन, उसको मुक्ति हुन्छ। त्यसैले यस्तो परम र पावन एकादशी छन्। अनि त्यस्तै गरेर यी भन्दा पापलाई नाश गर्ने र मृत्यु पश्चात मोक्ष दिने अर्की एकादशी यहाँ भन्दा सर्वश्रेष्ठ कुनै पनि छैनन् भनेर बताउनुहुन्छ। अब यहाँ चाहिँ एकादशी यी जया नाम गरेकी एकादशीको व्रतलाई प्रयत्नपूर्वक, विधि विधानपूर्वक, श्रद्धा र प्रेमका पूर्वकमा गर्नुपर्छ। हे युधिष्ठिर, यो विषयमा म एउटा कथा बताउँछु भनेर इतिहास बताउनका निम्ति प्रारम्भ गर्नुभयो। श्रूयताम् राजशार्दूल कथां पौराणिकीं शुभां पंकजे च पुराणेश्या
महिमा कथितो मया। अब हे महाराज, हे युधिष्ठिर नाम गरेका महाराज, श्रूयताम, राम्रोसँग सुन्नुस्। म हजुरलाई पौराणिक कथा बताउँछु। यी एकादशीको महिमा मैले पद्म पुराणमा बेली विस्तार लगाएको छु, अथवा भनौँ पद्म पुराणमा यी एकादशीका बारेमा मैले विस्तृत रूपमा बताइसकेको छु। तिनै कथा म हजुरलाई पनि बताउँछु। कुनै समयमा चाहिँ स्वर्गलोकमा इन्द्र महाराजले राज्य गर्दथे। अब ती इन्द्र राजा भएको बेलामा देवाश्च तत्र सौख्येन निवसन्ति मनोरमे। त्यो बेलामा जब इन्द्र स्वर्गलोकका राजा हुनुहुन्थ्यो, तब त्यो बेलामा अत्यन्त सुन्दर स्वर्गमा समस्त प्रकारका देवताहरू अत्यन्त सुखपूर्वक रहन्थे। ती समस्त देवताहरू पीयूष पान निरता, अमृत पान गर्ने अनि त्यस्तै गरेर अप्सराका समूहहरूको सेवाद्वारा अत्यन्त सुशोभित भएका। अनि पारिजातले त्यसै ठाउँमा नन्दनम तु वनम तत्र पारिजातो पशोभितम, त्यहाँ अत्यन्त नन्दन नाम गरेको बगैँचा थियो। त्यो बगैँचा चाहिँ पारिजातका फुलहरूले, पारिजातले अत्यन्त सुन्दर भएको। त्यहाँ चाहिँ रमयन्ती रमन्त्यत्र, अप्सराहरू त्यहाँ रमाउँथे, विहार गर्थे, देवताहरूसँगै उनीहरू बसिरहेका हुन्थे। त्यस्तैमा एक दिन के भयो त भने एकदा रममाणोऽसौ देवेन्द्रः स्वेच्छया नृप। एक दिन चाहिँ देवेन्द्रलाई लागेछ मैले समस्त प्रकारका नर्तकीहरूलाई बोलाएर, गन्धर्वहरूलाई, अप्सराहरूलाई बोलाएर यहाँ चाहिँ सुन्दर प्रकारको नृत्य हेर्नु पर्यो भन्ने लागेछ, नाच हेर्नु पर्यो, गीत सुन्नु पर्यो भन्ने इन्द्रको मनमा भएछ। र भइसकेपछि उनले झ्याली पिटाए। समस्त अप्सराहरू, समस्त गन्धर्वहरू सुन्दर गीत गाउने, अप्सराहरू नृत्य गर्ने, यस्तो प्रकारको माहौल उनले मिलाए। त्यो बेलामा चाहिँ कति थिए त त्यहाँ भने 50 कोटी नायिकाः, 50 करोडभन्दा धेरै अप्सराहरू त्यहाँ नृत्य गरिरहेका थिए। त्यसै बेलामा त्यहाँ विभिन्न गन्धर्वहरू थिए। जस्तै गन्धर्वहरू कस्ता कस्ता थिए भने पुष्पदन्तक नाम गरेका गन्धर्व, अनि अर्का थिए चित्रसेन नाम गरेका गन्धर्व। ती चित्रसेनका छोरा थिए है, चित्रसेनका छोराहरू पनि थिए। चित्रसेनकी पत्नीको नाम थियो मालिनी। मालिनीबाट पुष्पवान नाम गरेको छोरा जन्मिएको थियो। अनि त्यस्तै गरेर जो पुष्पदन्तक नाम गरेको गन्धर्व अगाडि बताइयो, उसको पनि छोरा थियो। र पुष्पवानकी, गन्धर्वकी पुष्पवती नाम गरेकी छोरी पनि थिइन्। र यसरी उनीहरू नृत्य गर्दथे। नृत्य गर्दै गर्दै जाँदा के भयो त भने ती पुष्पवती नाम गरेकी जो छोरी छन्, ती चाहिँ माल्यवान नाम गरेको गन्धर्वप्रति मोहित भइछन्। उनीहरूमा प्रेम बस्यो। उनीहरू एक अर्काप्रति प्रेम गर्न थाले। र त्यसरी यिनीहरू के थिए, प्रेममा डुबिरहेका थिए, एकले अर्कालाई इच्छा गरिरहेका थिए। त्यसै बेलामा के भएछ भने उनीहरूले मनमनै विचार गरेछन्, अहो हामी चाहिँ अब प्रेम गर्नुपर्छ भनेर एक अर्काप्रति के छन्, उनीहरू आकर्षित छन्। अब त्यस्तै गरेर ती पुष्पवती नाम गरेकी गन्धर्वी अथवा गान्धर्वी कस्ती थिइन् त, तिनको रूप कस्तो थियो त भन्दा पूर्ण चन्द्र जस्तै सुन्दर रूप। अनि त्यस्तै गरेर दुवै आँखा पनि अत्यन्त सुन्दर भएका, अत्यन्त सुन्दर। कानमा कुण्डल लगाएकी, राम्रा राम्रा गहनाहरूले घाँटी सुशोभित भएको, घाँटी पनि शङ्खको जस्तो, अत्यन्त राम्रो शरीर। त्यस्तो प्रकारकी पुष्पवतीलाई देखेर त्यो माल्यवान नाम गरेको गन्धर्वको छोरा चाहिँ, जो माल्यवान छ, ऊ चाहिँ मोहित भयो। ईदृश्या पुष्पवत्या च माल्यवानाति मोहितः। माल्यवान मोहित भयो पुष्पवतीलाई देखेर। अब त्यस्तै गरेर ती पुष्पवतीको चरण कस्तो थियो त भन्दा कमल पुष्पको समान, कमल पुष्पको पत्र समान उसका चरणहरू थिए। त्यसैले इन्द्रलाई प्रसन्न पार्नका निम्ति माल्यवान पनि पुष्पवती पनि के गर्छन्, इन्द्रका अगाडि आउँछन्। अब उनीहरूको नाच्ने पाली आयो, नाच्ने समय आयो। शुद्ध गानम न गायेताम चित्तभ्रम समन्वितौ बद्ध दृष्टि तथा न्यून्यम काम बाणव संगतौ। जब उनीहरूको नाच्ने पालो आयो, त्यही बेलामा के भयो त उनीहरू एक अर्कामा मोहित भएर नृत्यको ताललाई पनि उनीहरूले बिर्से। कसरी नाच्ने, कसरी गाउने, त्यसको जुन शैली हुन्छ, जुन नियम हुन्छ, त्यो नियम पनि तोडियो। उनीहरू एक अर्कामा हेराहेर गर्दा शुद्ध तरिकाले गीत गाउन सकेनन्। तालमा पनि चुके, नृत्यमा पनि चुके। त्यसैले उनीहरूको गीत चाहिँ के भयो त बिग्रियो। त्यसैले अब त्यहाँ के भयो त ताल काल क्रियामान
लोपाद गीता अवञ्झनात्। त्यहाँ तालको, कालको र क्रियामानको लोप भयो। त्यसैले त्यो गीतको ध्वनि बिग्रिएको जानेर इन्द्रलाई लाग्यो अहो यो गीत बिग्रियो। त्यसैले आफ्नो अपमान ठानेर त्यो पुष्पवान अथवा त्यो माल्यवान र पुष्पवती नाम गरेका जो दुईजना छन् ती गीतलाई सुनाइरहेका अथवा इन्द्रलाई प्रसन्न पार्नका निम्ति आफ्नो प्रस्तुति देखाइरहेका तिनीहरूप्रति इन्द्र चाहिँ क्रुद्ध भए। माल्यवान पनि पुष्पवती पनि एक अर्कामा के छन् भने आकर्षित छन्। त्यसैले उनीहरूले गीतको लय बिर्से, गीतको ताल बिर्से, गीतको क्रम बिर्से। त्यसैले उसलाई चाहिँ लाग्यो अहो ताल पनि लोप भयो, त्यसैले आज चाहिँ मेरो अपमान भयो भन्ने इन्द्रलाई लाग्यो र इन्द्रले के गरे श्राप दिए धिगवाम पापरतो मूढा भाग्या भङ्ग करौ मम योवाम पिशाचौ भवताम दम्पति रूप धारिणौ। हे पापमा रत भएका मूर्खहरू हो, तिमीहरूले मेरो आज्ञालाई भङ्ग गरेका छौ, त्यसैले तिमीहरू दुवैलाई धिक्कार छ। तिमीहरू चाहिँ दम्पतिका रूपमा पिशाच भएर रहनु परोस् भनेर इन्द्रले श्राप दिए। इन्द्रको श्राप भइसके पछाडि इन्द्रको श्रापले आज त्यस्तो प्रकारबाट ग्रसित भएका उनीहरू के भए हिमवन्त मनु प्राप्ता इन्द्र शाप विमोहितौ। ती दुवै माल्यवान र पुष्पवती दुवै के गरे स्वर्गबाट झरे र हिमालय पर्वतको कन्दरामा उनीहरू त्यहाँ गिरे। गिरिसकेपछि दुवैले के भए उभौ पिशाचताम प्राप्तौ दारुणम दुःखमेव च। दुवैजनाले त्यो पिशाचत्वलाई प्राप्त गरे र पिशाचपनबाट ती दुवैजना त्यो माल्यवान पनि पुष्पवती पनि अत्यन्त ग्रसित भए, अत्यन्त दुःख पाए। अनि मन पिरिएको छ, सन्तप्त मानसौ तत्र, अत्यन्त मन पिरिएको छ, पिशाच भएका छन्, इच्छा लागेको कुरा खान पनि पाउँदैनन्, इच्छा लागेको ठाउँमा जान पनि पाउँदैनन्, जल पनि ग्रहण गर्न पाउँदैनन्, भोजन पनि ग्रहण गर्न पाउँदैनन्। त्यस्तै गरेर श्रापले लट्ठिएका हुनाले, श्रापले आज ग्रसित भएका हुनाले गन्धम रसम च स्पर्शम च न जानन्तौ विमोहितौ। उनीहरू गन्ध पनि, रस पनि, स्पर्श पनिको अनुभव उनीहरूलाई थिएन, त्यो प्रकारको ज्ञान थिएन। ती दुवै अत्यन्त छटपटिएका छन्। तौ न निद्रा सुखम प्राप्तौ कर्मणा तेन पीडितौ। उनीहरूलाई निद्रा पनि लाग्थेन, निद्राको सुख पनि उनीहरूले प्राप्त गर्न सकेनन्, किनभने पिशाचको जन्ममा उनीहरू परिणत भएका थिए। त्यसैले एक दिन के भयो त भने अत्यन्त माघ महिनाको चिसो छ, परस्परम एकअर्कामा गफ गरिरहेका छन्, एकअर्कामा वार्तालाप गरिरहेका छन्। त्यसैले शरीरभरि काँडा उम्रिएका छन्, अत्यन्त चिसो छ, अत्यन्त दुःख पाएका छन्। दाँत किटकिटाउँदै उनीहरू बसिरहेका छन्। जाडोले थुरथुर काँपिरहेको बेलामा त्यो पिशाचिनी आफ्नो स्त्रीलाई, जो पुष्पवती पिशाचिनी छ, उसलाई चाहिँ माल्यवान नाम गरेको जो पिशाच छ उसले भन्दछ, हे पत्नी, हामीले कुन जन्ममा के प्रकारको दुःख गरेका थियौँ अथवा के प्रकारको पीडा हुने कार्य गरेका थियौँ। किमा वाभ्याम कृतम पापम अत्यन्तम दुःखदायकम येन प्राप्तम पिशाचत्वम स्वयं दुष्कृत कर्मणा। यो अत्यन्त दुःखदायक कुन पाप हामीले दुईले गरेका थियौँ, जुन आज आफ्ना दुष्कृत कर्मले हामी पिशाच हुनु पर्यो, आज हामीले यो दुःख पाउनु पर्यो। यो निन्दित प्रकारको पिशाचपनलाई त मैले नरक मान्दछु भन्दछ माल्यवानले। यस्ता प्रकारले चिन्ता गर्दा गर्दै दुःखले तिनीहरू त्यो पिशाचको त्यो प्रेत वायुरूपी शरीर पनि उनीहरूको दुब्लाइरहेको थियो। त्यसैले अत्यन्त दुःखी भएका थिए। यसरी दिनहरू बिताउँदै बिताउँदै जाँदा दैव योगात तयोः प्राप्ता माघशैकादशी सीता। यसरी दिनहरू बिताउँदै बिताउँदै जाँदा दैव संयोगले ती दुवैको सामु माघ महिनाको शुक्ल पक्षको एकादशीको दिन आयो र जया नामले विख्यात प्रसिद्ध एकादशी, अत्यन्त उत्तम तिथि, जया नाम नित्य विख्याता तिथि नाम उत्तमा तिथि। तिथिहरूमा अत्यन्त उत्तम तिथि जया नाम गरेकी एकादशीको दिन टुप्लुक्क आइपुग्यो। एकादशी आइसकेपछि त्यो दुवैजना प्रेत थिए, प्रेतत्वमा आज प्रेतत्वबाट ग्रसित भएका थिए। त्यसैले उनीहरूले भोजन पनि गरेनन्। त्यो दिन भोकै रहे, किनभने उनीहरूले इच्छा गरेर पनि भोजन गर्न सक्थेनन्, इच्छा गरेर पनि जललाई पान गर्न सक्थेनन्, पानी पनि नपिकन ती दुईजना के गर्छन् भने त्यहीँ बस्दछन्, दिनभरि भोकले छटपटिएका छन्। त्यो दिन संयोगवश उनीहरूको शरीरमा शक्ति नभएको हुनाले अथवा उनीहरूको प्रेतत्वको आज प्रेतत्वले भरिएको त्यो शरीरमा शक्ति नभएको हुनाले
त्यहाँका वरिपरिका प्राणीहरूलाई पनि उनीहरूले पीडा दिन सकेनन्, मार्न सकेनन्, त्यो रक्त भक्षण गर्न सकेनन्। त्यसैले यसरी दिन बित्यो। बितिसके पछाडि अश्वत्थस्य समीपे तु पतितौ दुःख संयुतौ रविरस्तगतो राजस्तथैव स्थितयोस्तयोः। त्यस दिन ती दुवैजना भोकभोकै बिचरा जया नाम गरेकी एकादशीको दिन छ, भोकभोकै के गरेका छन्, पिपलको रुख मुनि दुःखले पल्टिरहेका थिए। त्यही बेलामा सूर्यको अस्ताचलमा जानुभयो सूर्य भगवान, सूर्य अस्ताउनुभयो। रात पर्यो। रात परिसके पछाडि राति अत्यन्त चिसो छ, कठाङ्ग्रिएका छन्, जाडोले थरथर थरथर काँपिरहेका छन् र ती दुवै एकअर्काको शरीरलाई स्पर्श गरेर अङ्कमाल गरेर बसिरहेका छन्। परस्परेण संलग्नौ गात्रयोर्भुजयोरपि, एकअर्कामा अङ्कमाल गरेर बसेका छन् उनीहरू। परस्परेण संलग्नौ गात्रयोर्भुजयोरपि, एकअर्कालाई अङ्कमाल गरेका छन् उनीहरूलाई। न निद्राम न रतिम तत्र, रातिमा निन्द्रा पनि लागेन, उनीहरूले आनन्द लिन पनि सकेनन्। ती दुवैजनाले सुख भनेको के हो त्यसलाई अनुभव गर्न सकेनन्। यसरी श्रापले, इन्द्रका श्रापले पीडित भएका ती माल्यवान र पुष्पवती जो पिशाच भएर आज हिमालय पर्वतमा आज छटपटाइरहेका छन् चिसोले, रातभरि उनीहरू निदाउन सकेनन्। त्यसकारण उनीहरूको के भयो त दुःखै दुःखमा त्यो समय बित्यो। त्यो रात पनि दुःखै दुःखमा बित्यो। बितिसके पछाडि भगवानलाई लागेछ अहो यी पिशाच भएर पनि दिनभरि पनि भोजन गरेनन्, रातभरि पनि जागराम बसे, त्यसैले यिनीहरूको व्रतदेखि म खुसी भएँ भनेर भगवान कृपालु हुनुहुन्थ्यो, भगवान दयालु हुनुहुन्छ। भगवानले के गर्नुभयो, उनीहरूले अन्जानमा गरेको उपवासलाई पनि व्रतका रूपमा लिनुभयो। लिइसके पछाडि आज द्वादशीको तिथि प्राप्ति भइसके पछाडि द्वादशीको दिन लाग्यो। लागिसकेपछि विष्णोः प्रभावान् नृपते पिशाचत्वं तयोर्गतम्, भगवान विष्णुका कृपाले, भगवान विष्णुका प्रतापले, भगवान श्रीहरिका प्रतापले के भयो, त्यो दुवैको पिशाचत्व पनि छुट्यो। र ती पुष्पवती र माल्यवान, पुष्पवती माल्यवांश्च पूर्वरूपौ बभूवतुः पुरातन स्नेहयुतौ पूर्वालङ्कार संयुतौ। उनीहरू के भए त भने पुष्पवती र माल्यवान दुवै आफ्नो आफ्नो पहिलेको जस्तै रूपका भए, पहिलेको जस्तै माया र प्रीतिका साथमा रहँदा भए र पहिला जस्तै सुन्दर सुन्दर गहनाहरू लगाएर अत्यन्त अलङ्कृत भए उनीहरू। अनि त्यसै बेलामा स्वर्गबाट विमान आइपुग्यो उनीहरूलाई लिनका निम्ति र विमानमा चढेर उनीहरू सरासर त्यहाँबाट स्वर्ग गए र स्वर्ग गइसकेपछि देवेन्द्रस्याग्रतो गत्वा प्रणामं चक्रतुर्मुदा, इन्द्रका समक्षमा गएर देवेन्द्रका समक्षमा गएर नमस्कार गरे, प्रणाम गरे। प्रणाम गरिसके पछाडि इन्द्रलाई अचम्म लाग्यो, मेरै श्रापले गर्दा यिनीहरू के गरेका थिए, पिशाचमा जन्म भएको थियो अथवा पिशाचको शरीरमा यिनीहरूको परिणत भएको थियो, तर आज यिनीहरू फेरि के गरेका छन्, यहाँ स्वर्गमा आएका छन्। इन्द्रलाई अचम्म लाग्यो र इन्द्रले प्रश्न गर्नुभयो, वदतं केन पुण्डेन पिशाचत्वं विनिर्गतं मम शापवशं प्राप्तौ केन देवेन मोचितौ। इन्द्रले प्रश्न गर्नुभयो, कुन पुण्यका प्रभावले तिमीहरूको पिशाचत्व हट्यो त्यो कुरा बताओ। मेरो श्रापका वशमा परेका हुनाले तिमीहरू पिशाच भएका थियौ, आज तिमीहरूलाई श्रापबाट कसले छुटायो भनेर इन्द्रले प्रश्न गर्नुभयो। गरिसकेपछि माल्यवानले भन्दछ, माल्यवानुवाच वासुदेव प्रसादेन जयायाः सुव्रतेन च। हे भगवान वासुदेवका कृपाले जया नाम गरेकी एकादशीको व्रतका प्रभावले हाम्रो शरीरमा भएको पिशाचत्व हट्यो र हामी मुक्ति भयौँ, हामी के भयौँ, पवित्र भयौँ। हामी अत्यन्त पिशाचत्वबाट छुटेर यो दिव्य देहलाई प्राप्त गरेर पुनः स्वर्ग आयौँ भनिसकेपछि इन्द्रले भन्नुहुन्छ, अहो एकादशीको व्रत गर्ने र भगवान विष्णुको भक्तिमा लागि परेका मानिसहरू त मेरा निम्ति पनि पूजनीय छन्। त्यसैले तिमीहरू भगवान विष्णुको भक्ति गर्यौ, एकादशीको व्रत गर्यौ, त्यसैले तिमीहरू पवित्र भयौ र तिमीहरू मेरा निम्ति पनि के बन्यौ, पूजनीय बन्यौ। हरिवासर करतारौ विष्णु भक्ति परायणौ, एकादशीका दिनमा व्रत गर्ने र भगवान श्रीहरिमा प्रेम गर्ने त मेरा निम्ति पनि पूजनीय हुन्छन् भनेर इन्द्रले भन्नुहुन्छ। हरिभक्ति र ताये च
शिवभक्तिरतास्तथा जो भगवान श्री हरिमा भक्ति गर्दछन्, जो भगवान श्री शिवमा प्रेम गर्दछन् भने तिनीहरू त हाम्रा निम्ति पनि मेरा निम्ति पनि पूजनीय हुन्छन्, यसमा कुनै संशय छैन। त्यसैले विहरस्व यथा सौख्यम पुष्पवत्याम सुरालय। हे माल्यवान, तिमी आफ्नी पत्नी पुष्पावतीसँग के गर, यही स्वर्गमा आनन्दपूर्वक विहार गर, यही बस, अब तिम्रो मुक्ति भयो, तिमी फेरि स्वर्गमा आयो एकादशीका प्रभावले, भगवान श्रीहरिका प्रभावले भनेर इन्द्रले पनि के गर्नुभयो त भने आज त्यो माल्यवान र पुष्पवतीलाई प्रणाम गर्नुभयो। त्यसैले यहाँ भन्नुहुन्छ युधिष्ठिरलाई भगवान कृष्णले, जयाव्रतं तु राजेन्द्र ब्रह्महत्यापहारकं सर्वदानानि दत्तानि यज्ञास्तेन कृता नृप। हे राजेन्द्र, जया एकादशीको व्रत त विभिन्न प्रकारका ब्रह्महत्यादि गरेका दोषहरूको पनि पापलाई नाश गरिदिनेवाली छन्। सर्वदानानि दत्यानि, जसले जया एकादशीको व्रत गर्यो भने उसले सबै प्रकारका दान गर्यो, सबै प्रकारका यज्ञ गर्यो भन्ने ठाने हुन्छ, अथवा सबै प्रकारका दानबाट पाउने फल र सबै प्रकारका यज्ञहरूबाट पाउने फल जया एकादशीको व्रत गर्यो भने पाइन्छ। सर्वतीर्थेषु सस्नातः कृतं येन जयाव्रतं यः करोति नरो भक्त्या श्रद्धायुक्तो जयाव्रतं। जसले जया एकादशीको व्रत गर्यो भने उसले सबै तीर्थमा नुहाएको फल पाउँछ र सबै प्रकारका यज्ञहरूलाई सुसम्पन्न गरेको फल पाउँछ। जसले श्रद्धापूर्वक भक्ति गरेर जया एकादशीको श्रद्धाले युक्त भएर प्रेमले युक्त भएर एकादशीको व्रत गर्दछ भने उसको अवश्यमेव मुक्ति हुन्छ भनेर भगवानले बताउनुभयो। कल्पकोटिशतं यावद् वैकुण्ठे मोदते ध्रुवम्। त्यस्तो प्रकारको जन जसले जया एकादशीको व्रत गर्दछ भने ऊ कहिले पनि पिशाच हुनु पर्दैन, उसले मृत्यु पश्चात कहिले नरकलाई भोग्नु पर्दैन। त्यसैले करोडौँ वर्षसम्म वैकुण्ठमा ढुक्कसँग रमाउन पाउँछ। र जसले कथा मात्रै सुन्छन्, कथा मात्रै पढ्छन् भने पनि पठनात् श्रवणात् राजन अग्निष्टोम फलम लभेत। अग्निष्टोम यज्ञ गरे बराबरको फल चाहिँ कथा सुन्दालाई मात्रै पनि, कथालाई पढ्दा मात्रै पनि प्राप्त हुन्छ भनेर यसरी जया एकादशीको यो परम र पावन महात्म्य भगवान श्रीकृष्णले युधिष्ठिर नाम गरेका महाराजलाई बताउनुभयो। जय जय श्री भविष्योत्तर पुराणे श्रीकृष्णार्जुन संवादे माघ शुक्ल एकादशी जया महात्म्यं समाप्तं। नारायण हरि हरि। श्रीकृष्ण गोविन्द हरि मुरारी। हे नाथ नारायण वासुदेव अनंत वैकुंठ मुकुंद कृष्ण गोविंद दामोदर माधवेति। ओम नमो भगवते वासुदेवाय।